सह प्राध्यापक हरिप्रसाद दाहाल। यसको पृष्ठभूमि के छ भने हामीले मेची क्याम्पस भद्रपुरबाट यो कन्सेप्ट प्राप्त गर्यौं। यसको पृष्ठभूमि के हो भने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयबाट परीक्षा सञ्चालन गर्ने सिलसिलामा हाम्रो अर्थशास्त्रको प्राध्यापक शरण कुमार राई मेची क्याम्पस जानुभएको थियो। त्यहाँ कल्याण कोष सञ्चालन भएको र त्यहाँको प्राध्यापकहरूले लाभान्वित भइरहनु भएको कुरा उहाँले थाहा पाएपछि त्यहाँबाट त्यही कल्याण कोषको विधान उहाँले पनि बोकेर लिएर आउनुभयो र त्यो विधान हामीले यहाँ ल्याएर हाम्रो अनुकूल त्यसबाट हामीले चाहिँ त्यसलाई अनुकरण गर्यौं र हामीले हाम्रो सबै प्राध्यापकहरूको चाहिँ सहमतिबाट एउटा सहमतिको दस्तावेजको रूपमा त्यो विधान निर्माण गरेर त्यसै अनुकूल चाहिँ हामीले त्यति बेलादेखि नै कल्याण कोष सञ्चालन गर्दै आयौं र यो कल्याण कोषको संस्थापक सभापति उहाँ नै हुनुहुन्थ्यो। यस क्याम्पसमा करिब 1 दर्जन विद्यार्थी संगठन र आधा दर्जन संघ संगठनहरू अस्तित्वमा आएका छन्। धरान सूचना र संचारको केन्द्र हो। राजधानी बाहिर मूल विषय पत्रकारिताको स्वीकृति भएको एकमात्र क्याम्पस। यसमा पत्रकारिता विषयको पढ़ाई भएन किन त? जिज्ञासामा यसै क्याम्पसका नेपाली र पत्रकारिता विषय प्राध्यापन गरिरहनुभएका गुरु चन्द्रमणि अधिकारी। पूर्वाञ्चलको प्रवेशद्वार धरान भएको हुनाले र धरानको महेन्द्र क्याम्पस चाहिँ यहाँको शैक्षिक जगतमा चाहिँ एउटा अग्रणी र पथप्रदर्शक क्याम्पस जस्तो क्याम्पस भएको हुनाले यो ठाउँमा पत्रकार चाहिन्छ भन्ने बारेमा यहाँका बुद्धिजीवीहरू प्राध्यापकहरू सोच आयो र योभन्दा अघिल्ला क्याम्पस प्रमुख कुमारबहादुर कार्कीले यहाँ पत्रकारिताको पढाइ हुनुपर्छ भनेर धेरै ठूलो मेहनत गर्नुभयो र यहाँ धेरै प्रकारका गोष्ठीहरू पनि भए र यहाँ धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने यहाँका सम्पूर्ण पत्रकार मित्रहरूको साह्रै ठूलो सहयोग रह्यो। उहाँले छापाहरूमा पनि यहाँ महेन्द्र क्याम्पसमा पत्रकारिता पढाइ हुनुपर्छ डिप्लोमा भनेर धेरै ठूलो मेहनत गर्नुभयो। निरन्तर रूपमा समाचार प्रवाह गरिरहनु भयो। गोष्ठीहरू भए। म स्वयं पनि काठमाडौँमा 2 चोटि गएँ क्याम्पसको तर्फबाट तर विश्वविद्यालय अन्तिममा स्वीकृति दियो। स्वीकृति दिएपछि जसको कार्यकालमा स्वीकृत भएको थियो उहाँको कार्यकाल सकियो। पछिल्लो पटकको कार्यकालका सायद प्रशासनिक बस्ने मान्छेहरू अलिक उदासीनता नै होला। विद्यार्थीहरू पढ्न आएका थिए। सरोज सुवेदी, मधु भट्टराई, उहाँको चाहिँ यो आयुषा बस्ने जस्ता थुप्रै विद्यार्थीहरू 5-7 जना पढ्न आएका थिए। 5 जना विद्यार्थी मात्रै थोरै हुन्छन् भनेर क्याम्पस प्रशासनले उहाँहरूलाई पढाउन चाहनु भएन। जबकि हामीले चाहिँ जो शब्दकोशी एफएमसँग कुराकानी गरेर पार्टिकलको लागि उहाँहरू सहयोग गरेर हुनुभएको थियो। क्याम्पसमै 2टा स्टिल क्यामेरा पनि थिए। एउटा मुभी क्यामेरा हुँदा हुन्थ्यो। प्रिन्ट मिडिया पढाए पनि हुन्थ्यो। तपाईको चाहिँ रेडियो च्यानल पढाए पनि हुन्थ्यो। जे पढाए पनि हुन्थ्यो। तर के भने अब अलिकति खर्च पनि ज्यादा लाग्ने, महँगो हुने भएको हुनाले पढाइ यहाँ भएन। तर आजको युगमा जब काठमाडौँमा बारम्बार चाहिँ इम्पोर्टेड मेलासम्म गइसकेको छ, आज फाइबर के अरे कल्चर अगाडि बढिरहेको छ। हामी अप्टिकल फाइबरको युगमा छौँ। यो समयमा इन्फर्मेसन टेक्नोलोजीको बारेमा चाहिँ ज्यादै ठुलो चासोको विषय थियो। पढाइ हुनु पर्थ्यो। विषय स्वीकृत भएर पनि दुःखको कुरा छ। वार्षिक परीक्षामा कम प्रतिशत विद्यार्थी सफल हुनका कारक तत्वहरू के छन् त? जिज्ञासामा यसै क्याम्पसका प्राध्यापक राजेन्द्र शर्मा। शिक्षाको स्तरलाई कमजोर पार्ने केही हामीले महसुस गरेका यो 25 वर्षको अध्यापनको क्रममा मैले महसुस गरेको कुरा के हो भने हाम्रो स्तरलाई कमजोर पार्न मेहनत गर्ने प्रमुख विषयहरू हुन्। एउटा चाहिँ गाइड, विद्यार्थीहरूलाई गेस्ट पेपर र गाइड भरसक नपढिदिनुस्, म त्यो पहिलो अनुरोध गर्छु। दोस्रो, हाम्रो जिम्मेवारीलाई कम गराउने, हाम्रो पढ्ने बानीलाई घटाउने दोस्रो तत्त्व हो ट्युसन। म यहाँका आदरणीय सरहरूलाई प्लिज ट्युसन नपढाइदिनुहोस् भन्ने अनुरोध गर्छु। र तेस्रो महत्त्वपूर्ण कुरा हो नियमित पठन पाठन। म जाँचको बेला पढौँला भनेर बिसाउने, जाँचमा पनि ग्यापको बेला पढौँला भनेर बिसाउने त्यस्तो खालको परिपाटी अहिले विकास भएको छ। त्यो ग्यापको बेला पढौँला वा जाँचको बेला पढौँला भन्ने त्यो कामलाई थाती राख्ने जुन विद्यार्थीहरूको बानी छ त्यसमा सुधार गर्नु र नियमित पढ्नु विद्यार्थीहरूको लागि त्यो हितकर हुन्छ। र नियमित नपढ्नाले विद्यार्थीहरू पर्सेन्टेज कम ल्याएका छन्। अहिले तपाईँहरूले क्याम्पसको परीक्षाको परिणाम हेर्नुभयो भने देख्नुहुन्छ डिग्रीमा 6% पास भयो अरे, डिप्लोमामा 5% पास भयो अरे, सर्टिफिकेट लेभलमा 15% पास भयो अरे भन्ने सुन्छौँ। यसको अर्थ हो हामी 85% देखि 94% सम्म विद्यार्थीहरू फेल गर्दैछौँ। त्यसले हाम्रो कलेजको हैसियतलाई देखाउँदैन। त्यसले हाम्रो कलेज बिग्रिएकोतिर जाँदैछ भन्ने कुराको संकेत गर्छ। र त्यसमा कारक तत्त्व विद्यार्थीहरू र हाम्रा टिचरहरू हामी बराबर त्यसमा भागीदार हौला। र
अलिक धेरै भाग विद्यार्थीको र यो परिवेश जसले गाइड र गेस्ट पेपर बेचेर व्यवसाय गर्छ त्यो व्यवसाय गर्ने परिवेशको यो जिम्मा हो। त्यसैले गर्दा त्यो कुरामा सुधार हुनु अति आवश्यक छ। तपाईलाई थाहा छ अहिले विश्वविद्यालय ट्रान्जिसनल पिरियडमा छ, पदाधिकारी विहीन छ र 1 वर्षदेखि विश्वविद्यालय खाली छ र यो शून्यताको अवस्थामा पनि विद्यार्थीहरूमा लगन र शिक्षकहरूमा एउटा नियमितता जो हामीले देखिरहेछौँ यो चाहिँ एक खालको उदाहरणीय नै अवस्था हो भन्ने लाग्छ। सृजनशील पाइलाहरू बाजा गराहरूमा सफलताका बालाहरू झुलाउँदै मरुभूमिका अत्यासलाग्दा फाँटहरूमा पनि सृजनाका मुहानहरू उमार्दै नौला संकल्पका फूलहरू फुलाउँदै हरपल अघि बढिरहन्छन् सृजनशील पाइलाहरू। हरपल अघि बढिरहन्छन् सृजनशील पाइलाहरू। राता मसालहरू बोकेर निष्पट्ट कालरात्रिलाई चुनौती दिन सृजना अनि साहसका औजार लिएर कठोर भन्दा कठोर पहाड़हरू चिर्न अँध्याराभित्र चिच्याइरहेका मनहरूलाई उज्याला अनि घमाइला बिहान देखाउन एक कदम पनि पछि हट्दैनन् सृजनशील पाइलाहरू। एक कदम पनि पछि हट्दैनन् सृजनशील पाइलाहरू। यस क्याम्पसको मानविकी संकाय 3 वर्षे स्नातक कार्यक्रम अन्तर्गत शैक्षिक सत्र 2062-65 समूहको दोस्रो वर्षका विद्यार्थीहरू वनभोजको आयोजना गरे। 2063 मंसिरमा इलाम कन्याम गए। परम्परागत रूपमा सम्पन्न गरिने वनभोज भन्दा अलिक फरक, उद्देश्यमूलक र एकदमै रोचक रह्यो यो वनभोज कार्यक्रम। कविता मुक्तक तपाईले जे पनि लिएर आउन सक्नुहुन्छ यहाँ र तपाईहरुको लागि जुन स्टेज पर्खिरहेको छ अहिले बारमा स्वीकार्नुहोस् आशिष लिम्बुलाई। मेरो साता बुढ्लो उठ्यो भने क्या ढोका खोल्न पुष्टिकीमा ढोका खोल्न हो बाहिर जाडो कति साह्रो मन लाग्यो।